स्विजरल्यान्ड पार्क हामी उतै जाने त अनि मलाई टिप गरेर जानु भन्नु हजुर टिप गर्दै जानु भन्नु हो त्यहाँ राउन्ड बस्ने ए होइन नो यो फुलको कलर चाहिँ डिफ्रेन्ट छ है हो हो पिङ्क या पिङ्क है लाने एउटा होइन क्या यो त सर्दैन होला नि सर्छ सर्छ के गर्ला कोही छ सरेको खण्डमा त बेटर हुन्थ्यो नि फेरि चाम्रो खाले यो पछाडि चाहिँ बाढीले बगाएछ पहिला चाहिँ राम्रो थियो अब हामीहरू यहाँ खाना खाने कस्तो मिठो आज हामी के खाना खाने हो ट्राउट फिस आई लाइक दिस लोकल चिकन भने डिकी खोल्नुहोस् भन्यो है भित्रबाट खोल्ने दुईवटा ज्ञान ल्याएर हाल्छ जाउँ जाउँ दाइ भन्छ है अनि के हो बहिनी हो दाइ त तामाङ होइन भन्यो मलाई के थरी दाइ भन्दै तामाङ होइन अनि तपाईँलाई थाहा छैन सोलबारी भन्दै दाइ लोकल रक्सी हो भन्छ बुई बहिनी यो त मैले बोक्या छैन त खतरा हुन्छ भनेको दाइ मैले पहिला बोक्ने ट्याक्सी त बिचरा अहिलेसम्म जेलमै छ भन्छ लगान्थेको यस्तो त्यो गएपछि तर्सायो झन् है अनि ल के दिनमा बोकेँ अब त्यहाँ बाटोमा झार्नु पनि भएन पछाडि मोटरसाइकल आउँछ यसो ऐनाबाट हेर्छु है डर लाग्छ मलाई नै फलो गरेको हो कि जस्तो बल्ल 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 कुपन छिटो झार्नु छिटो छिटो अनि पैसा लिएर कुदिहाल्यो जब बाँच्थेँ आफू चाहिँ म बोक्दैन अहिलेसम्म निस्केको छैन रे उसको उसले रक्सी बोकेको कस्तो सोझो गरेर त्यो भन्न भन्नु त्यो कुरा फेरि आफ्नो सामान बोक्नु पर्छ त होइन त्यही भने तामाङ भएर सोझो गरेर त्यो त्यही भएर अनि म त्यस्तो चिजहरूमा चाहिँ अहिले एकदम ख्याल गर्छु डिगेमा पुरा उचाल्दै हालेर पुरा प्याक गरेर छ अरे के हो भनेको त डराउनु पर्दैन भन्यो नि ठाठारो बोल्छ फेरि चढ्ने मान्छे त है पछाडि हालेर चाहिँ उहाँ के अरे कम बाँधेर गएर चाहिँ ल तपाईँ यहाँ बस्दै गर्नु म आइहाल्छु भनेर भित्र छिरेर आएर कि आउँदैन कति 2 घन्टाभित्र आउँदैन के हो यस्तो यार सामान छ उसो मन सक्यो सामान छ नि त फर्किहाल्छ नि भन्ने भयो कि आउँदै हालेर के रहेछ हेरेको त इँटाको प्याकेट ल्याएर को त देख्यो है त एउटा व्यक्तिले भनेको छ पोएम बाई रोबर्ट लरेन्स बिन्युल भनेको छ दे स्याल ग्रो नट ओल्ड उनीहरू बुढो हुँदैन अरे हामीहरू जस्तो उनीहरू बुढो हुँदैनन् न त उनीहरूलाई थकाउँछ वा वर्षलाई चिन्ता गर्छ बिहान झुकेको घाम घर्केपछि हामी जसरी त्यसको सम्झना गर्छौँ त्यसै गरी उनीहरूको पनि सम्झना गर्छौँ भनेको शहीदहरू चाहिँ जीवित रहन्छ भन्नु विदेशी हो विभिन्न लडाइँमा साथ प्राप्त गर्ने गणेश पाण्डेका सन्तति मायुरले पाण्डेमा चन्द्रबिन्दु छ कहीँ कुण्डमा पाँडे हुन्छ कुण्डमा पाण्डे नै हुन्छ ऊ त्यहाँ पाँडे रहेछ हो त्यसो गर्छ क्या 1770 माइनस 2084 त 84 होइन 81 त्यो 30 वर्ष भयो 18 भयो होइन 2081 311 वर्ष 311 वर्ष आज कुरबाले भ्याग्यो भ्यागो त कति भित्र बस्छ आज बाहिर डिस्कले उतारिदिनु आज उतार गर्नु हो उहाँले आज भ्यागो त ल बाहिर निकालिदिनु ल कस्तो मिठो हावा आयो हाम्रो दिदी आज एकदमै खुसी हुन्छ एकचोटि राम्रो आज धेरै खुसी छु आज पहिलोचोटि चाहिँ नि दचोकको भ्यू टावरमा हामी घुम्न आएका छौँ हामी सबैजना साथीभाइहरू हाम्रो गुरुबाहरू दाजुभाइहरू एकदम रमाइलो भइरहेको छ एक्साइटेड भइरहेको छ सबैलाई
तर खाना नखाए पनि हामी एकदम एक्साइटेड छौँ झन् खाना खाएपछि हामी झन् कति एक्साइटेड यो चाहिँ काठमाडौँको दचोक माथिको टपबाट फेरि जवान बनाइदिनुपर्छ है। ल अलि राम्रो खिच्नु त म जान्दछु आफू ढल्छ अब ढल्छ यहाँ कुरो मात्र होइन मनै फुलिरहेछ भन्नु भएको छैन होइन। एनिवे गाइज र विशेष गरी मैले आज क्यामराम्यान पाएको छु क्या, त्यही भएर म यसरी हल्ली हल्ली कुरा गर्नु